साच्ची भन्नु मुन्ना, म त तिमी बिना पानी बिनाको माछा जस्तै हुन्छु भने। र चन्द्रु, मेरो लागि के गर्न सक्छु भन त? कुरा गरे हेर न, कुरा के गर्न सक्छु? जे पनि गर्न सक्छु तिम्रो लागि। माया गरेको छु तिमीलाई भित्री मनदेखि, त्यो पनि चोखो। त्यो आकाशको चन्द्रमा छ नि, एक दिन टिपेर तिम्रो शिरमा सिउरिदिन्छु, हेर्दै जाऊ न तिमी। मेरी मुना, मुना। तँलाई घाँस काट्न पठाएको कि यो नाटकसँग बस्न बोलाएको? बाउ आयो मुना, साले तेरो अझ तँलाई हड्डी भाँच्छु मैले, रक्ती साले अर्का के भयो? दिउँसै सपना देखेर मरेछ। सपना परेछ यार। उठाइ त्यहाँ, रातभरि जाँड धोक्या छ, दिनभरि घुर्दै सुत्या छ, सपना देख्या छ। गजब छ बा तिम्रो जिन्दगी। उठा उठा, फेरि पानी खनाएर उठाउनु नपरोस् नि। खाजा खाएर खेतमा पनि जानु छ नि। ए बुढो, के हो तिम्रो चाला? बिहे गरेर त खुब चिल्लो बस्थ्यौ। तेरो लागि यो गरिदिन्छु, तेरो लागि त्यो गरिदिन्छु, कठे 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 कठे। अनि त्यो चन्द्रे हिँड्नु परेको छैन त्योसँग, न आफू केही गर्छ न अरूले के गर्न दिन्छ। मेरो आमाले सही भनिदिन् कि यस्तासँग नजा भनेर। त्यस्तै जिन्दगीमा त बर्बाद भयो। घरको स्थिति यस्तो छ, दिनभरि जा होइन, कति गराउन सकियो होला? चुप्पै लाग्ने एकछिन। नबोले पनि हुन्थ्यो के अरे, आफै आफै बोल्ने रहेछ अझ। खेततिर जाऊ पऱ्यो, के काम पाएको छैन भने। खेततिर गए पनि हुँदो, दिनभरि घुमेछ, खाछ, हल्लेछ, काम त अरू केही छैन क्या यसको। छोरो यत्रो भइसक्यो, उठ त पनि।
हे भगवान अहिलेसम्म उठेको रहेनछ यो आज त्यसको म घट्टी सट्टी बुझेर कता छ मन्दुर चाडबाडको दिनमा पनि सुतिरहेको छ क्या उफ आयो फेरि के काम छ दिनभरि खायो हल्लियो नजाऊ है मैले भनिदिइरहेको छु बरु खेततिर जाऊ के हो आज जाने होइन कि क्या हो आए होइन तिमीले एकचोटि भनेको सुनेनौ क्या खेततिर जाऊ छोरो ठुलो भइसक्यो बिस्तारै स्कुल जाने बेला भइसक्यो घरको स्थिति यस्तो छ के गरी खाने के गरी लाउने मलाई त्यो मान्छेको बानी देखेर वाक्क लाग्छ भने अझ भनिरहेको छु है मैले अहिले कति गरे यो के एकछिन त मलाई सुक्करले बस्न दे घरमा बस्न नि कराइছে एकछिन बाहिर जान्छ भन्दा नि कराइছে अहिले एकछिन आइहाल्छु आफूसँग एक जाँदैन हो जाँदैन ल आइगे आउँछु अहिले एकछिन नजाने सुन छैन होइन कहाँ गएको ए बुढा नजाने आउँछु के अहिले एकछिन ल ओइ मामा भनेको के अनि यो मान्छे मलाई ए घरमा साह्रै तनाव छ यार मलाई त पैसा पानी कमाउन सकिया छैन बुढी कचकच मात्रै गरिरहन्छ यार कसको बुढी कचकच गर्दिन र यार होइन धेरै समस्या छ यार मलाई त अरे यार समस्या मलाई छैन समस्या कसलाई हुँदैन र यार सबलाई हुन्छ समस्या नभएको मान्छे हुन्छ र यार बरु तेरो समस्या हराउने ठाउँमा लान्छु आज जाउँ मजा गर्न ल जाम न त हिँडे ए कति घरको बारेमा सोच्छस् यार चिन्ता नगर न सुन त भन यो साइकल राख्छ ल कुरा गरे ल ल नमस्ते साउजी नमस्ते चन्द्रे भाइ आरामै हो आरामै छु तिम्रो भन म पनि आरामै हो ए आज एक्लै हो कि क्या हो यता मुन्दुरे पनि आउँदैछ बस त मुन्दुरे भित्रै बस्ने हो कि रुक्न रुक ए साउजी हजुर बाहिर त गाह्रोला जस्तो छ त भित्र खाली छैन यहीँ बस्दा हुन्छ केही समस्या हुँदैन केही छैन जानु केही छैन भयो छोड्दे तैँले थाहा पाइस् पल्लोवरको त्यो छ नि के भन्छ त्यो हरि त्यो त आजभोलि सहर गएर चिन्दैन बा ठुलो भन्छ अचम्म लाग्छ ए धेरै चिन्ता नगर यार हाम्रो नि पालो आउँछ के धेरै चिन्ता नगर बुझिस् चुरोट खै त खाम न त हाल्दै गर न खाने हो खाने हो कि ए ल चेस कान्छ यतातिर सम्हाल त म चाहिँ बजार गएर सामान लिएर आउँछु कता जान लागेको हो दाइ यसो बजारतिर जान लाग्यो तिमीहरू आरामसँग बसेर खाऊ न ए कान्छ म बजारतिर जान लाग्छु यहाँ राम्रोसँग हेरिस् है तँलाई थाहा छ म जब पनि घरबाट बाहिर निस्किन्छु नि मेरो छोराले जहिले सोध्ने गर्छ यार हे बा कहाँ जान लाग्नु भएको
म के भन्छु थाहा छ तँलाई? के भन्छ? यसो म तेरो लागि नयाँ नयाँ कपडा अनि खसीको मासु किन्न जान लाग्छु। तर के थाहा त्यो बिचरा छोरालाई, त्यसको बाले न त्यसलाई खसीको मासु नि किन्न सक्छ न त नयाँ कपडा नै। हुन् केटा, तेरो साथी छ त यहाँ, हर पल साथ दिने, दुःखमा रोइदिने, हाँसीमा हाँसिदिने। तेरो छोरा छ नि, मासु पनि खान्छ र नयाँ लुगा पनि लाउँछ, बुझिस्? ल यो खा, ला। चन्द्रे, एउटा कुरा मैले बुझेँ यार, जब उमेर बढ्दै जान्छ नि, बिहा गरिन्छ, छोराछोरी हुन्छ, तब यो कानमा जिम्मेदारी झन् थपिँदो रहेछ यार। अनि चाडबाड यो जे पनि आउँछ सब खल्लो लाग्ने गर्दछ। छोड यार, यो जिन्दगी यस्तै हो यार। अरू यता आइज, 1 करोडको चुम्मा राख, बुझिस्? ल यार मेरो दोस्त, तँलाई पनि यो 1 अर्बको चुम्मा ल राख। ए चन्द्रे, लाग्यो यार मलाई त। तँलाई त सधैँ लाग्छ यार। ओ मित्र, तिमी दुईजनालाई धेरै लाए जस्तो छ। कृपया म यहाँ बस्न सक्छु? बस्नुहोस्। धन्यवाद। अया म एक किसिम चोट लाग्यो यार। के गर्नुहुन्छ यार, हात दिन। चोट लाग्यो त यार। धन्यवाद। तपाईँको नाम त बिर्से त, तपाईँको नाम के थियो रे? म पहिला जो थिएँ सो थिएँ, आजदेखि मेरो नाम चुम्मा कुमार। तपाईँ त बडा अनौठो मान्छे हुनुहुँदो रहेछ। खानुहोस्, 1 चुस कि हामीसँग लिनु न। हुन त अब अरूले दिएपछि खाने बानी छैन, तर तपाईँले दिएपछि खाइदिन्छु, हाल्नुहोस्। खाने हो कि अब? साला पादेको थाहा पाए क्या? मित्रहरू एकैछिन ल, म गएको है। कस्तो पेट गडबड भयो यही टाइममा साला। त्यो सहर कहाँ गयो? खै गर्दा गयो? जमिन घर। जम हेन जम। रोक त, मेरो मोबाइल कहाँ गयो? मोबाइल यहीँ त थियो यार, हो कि? मोबाइल तल पनि छैन त। ओइ, तैँले केही बुझिस्? बुझे, धेरै रक्सी खानु हुँदो रहन्छ। यस बुझिस् साला, त्यो सायर होइन, चोर रहेछ साला। मेरो मोबाइल चोरेर गयो। हे तेरिका, भयो बर्बाद। के गर्न त, जाऊ अब घरतिर। भाइ, हजुर त्यो खातामा लेखिदेऊ है। हुन्छ।
दाई सुन्नुहोस् त दाई भन भाइ। यता रामेको घर कता हो? त्यो जङ्गल छ नि, हो त्यो जङ्गलको ए त्यो जङ्गल छेउको घर, छेउको। ए त्यता छेउको? ए धन्यवाद। ल ल। कहाँ देखेको थिएँ मैले? एकैछिन ल म गएको है। चल तँ यो मोबाइल छोड्ने। अनि के गरे? हिजोको दानले अघि छोडा छैन कि अब तिमीलाई? त्यो अस्ति मोबाइल चोरेको थियो नि हाम्रो भट्टी पसलमा मेरो, त्यही अहिले भेटेको थियो क्या। जाऊ बाख्रा भोगाइसक्यो, गएर जङ्गलबाट एक किलो स्याउला लिएर आऊ। काम छ क्या मेरो। धेरै काम छ नभन है, मलाई पनि खाना बनाउनु छ बेलुका। सबैभन्दा धेरै गिज्ने तिमी नै हो। जाऊ। स्याउला मैले ल्याइसकेको छु हिजो जङ्गलबाट। के भन्यो अरे? बरु यति दाउरा लिएर आउँछु क्या जङ्गलबाट अहिले। साला जिन्दगी स्वास्नीको गुलामीमा जाने भयो यार। ए बुढी, हात हाल त, भोक लाग्यो। ए बुढी, हात हाल भनेको कहाँ गइछ? तेरिका आफै हालेर खानु पर्यो। आजकल यो मुन्दुरीको बुढी जस्तै भइछ भने के भएको छ यसलाई? भात पनि आफै हालेर खानु पर्यो। तरकारीमा के बनाए? मासु पो बनाइरहेछ यार। काम छ क्या मेरो साथीकोमा, म गएँ। कति थोरै भात हो? आहा कस्तो मिठो बनागे तोरे झोलाल त बुढी। मासुभन्दा नि एकदम मिठो बनाएछ मेरो बुढी। आहा तोरे चोक्टा पनि हाल्न। पैसाको माया राखेछ चोक्टा दिनलाई? कमाउला नि कमाउला एक दिन। चिन्ता नगर्न त। आउला नि आउला एक दिन। कहिले आउँछ एक दिन? आउला त। हो आयुष चन्द्र। नमस्ते भाउजू। आज म मुन्दुरेलाई लिन होइन क्या, दिन आएको। बाबु मासु खान्छौ? भाउजू बाबुलाई दिनु होला है। सुन त बाहिर आइज है, अहिले आइज फेरि।
लाई चाहिँ किन मासु ल्याउनु परेको थियो तँलाई ल ओइ ओइ बैको ए तेरिका राख त पर्दैन राख्न राख मैले भनेको थिएँ नि तेरो छोराले मासु पनि खान्छ र नयाँ लुगा पनि लगाउँछ त्यो इच्छा पुरा भयो ल ल म गएँ है त हुन्छ जा पछि भेटौँ ल म आउँछु पछि ल ल ल राम्रोसँग जा है खाना हाल त यही छ अघि छोडेर गएको बा। अब त ढुक्क मान्ने खाना खाने हो। पुगेर आयो होइन त त्यहाँ यहाँको पैसा कसरी निकाल्यो हो? पानी पनि लाग्यो यार मुडीले थाहा पाइ कि क्या हो ओए मुन्डरे जामिन कहाँ जाने भन्छ जाम न हिँड्न सानो काम छ के बुढी ए बुढी अनि कता छ यो के होइन के हो तिमीलाई आज नसा लागेन कि के हो थाहा छैन हो आज मैले ल बरु यो मासु राख मिठो गरी पका है बुढी आज घाम कताबाट झुल्के अरे बाबा जताबाट झुल्किन्थ्यो त्यतैबाट झुल्किया छ आज पनि मैले त्यसलाई धेरै सताएँ बुढी आज मात्र त होला भोलिदेखि फेरि खाने होला कसम भने नि माझबाट खाँदै खाँदिनँ क्या बरु ल यो पैसा राख ल बुढी होइन कहाँबाट आयो यति धेरै पैसा कसले दियो तिमीलाई अरे चन्द्रलाई पनि बोलाउन त आज खाना हेर्दै आउँदैन त्यो आज किन अस्ति यत्रो झट्टाराले हाने थिइस् त मलाई डराएछ बिचारा त
अनि के भयो? होइन वर्षपछि तँलाई यसरी हाँसेको देखेँ खुसी लाग्यो। कहानी होस् या जिन्दगीको सुरुवात चाहे जस्तो प्रकारको किन नहोस्, तर अन्त्यमा भने सब ठिकठाक भएकै राम्रो। उदाहरणका लागि हाम्रा दुई पात्र मुन्दुरे र उसकी बुढीलाई नै हेर्नुहोस् न। सधैँको झगडा, सधैँको कचकच, तर बिस्तारै सब ठिकठाक हुँदैछ। मुन्दिरेले बिस्तारै जाँड पिउन छाड्दैछ, काम गरेर 2 पैसा जोड्दैछ। आज वर्षौँपछि मुन्दिरेको बुढीको मुहारमा मुस्कान छाउँदैछ। कहिलेकाहीँ बुढाबुढीबीच ठाकठुक नपर्ने होइन, पर्छ, तर फेरि मुन्दिरेले बुढीलाई फकाइहाल्छ अनि आफ्नो न्यानो अङ्गालोमा बाँधेर माया नै मायाको अनुभूति लाउँछ। भनिन्छ नि, लोग्ने स्वास्नेको झगडा फरालको आगो। मुन्दिरे र उसकी बुढीको जिन्दगी पुनः एकपटक मिठासपूर्ण ढङ्गले अघि बढ्दैछ। त्यो अघि बढ्नुको एकमात्र कारण थियो चन्द्रे। हो, त्यही चन्द्रे जसलाई मुन्दिरेकी बुढीले देखि खान सक्दिनथी। आखिर सच्चा साथी भनेको त्यही त हो नि, जसले सुख दुःख हाँसो आँसु जस्तो सुकै परिस्थितिमा पनि हरपल साथ दिइरहन्छ। हो, चन्द्रले मुन्दिरेलाई गरिबीबाट मुक्त गर्न सकेन, किनकि ऊ आफैमा एउटा गरिब थियो। तर मुन्दिरेको जिन्दगीको गाडीलाई एउटा यस्तो बाटोमा ल्याएर खडा गरिदियो, लाग्दैछ अब बिस्तारै मुन्दिरेको जिन्दगीमा खुसीको बहार छाउँदैछ। चन्द्रले धनले होइन, निस्वार्थ मनले सहयोग गर्यो। सायद यसैलाई भनिन्छ होला मनको धनी।